एभ्रिवान, गुड मर्निङ एन्ड न्यू डे न्यू भिडियो सँगसँगै स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ भिडियोमा साथीहरू। अनि अहिले चाहिँ सधैँको ड्युटी स्टार्ट हुँदैछ अनि अहिले चाहिँ हामी बाख्रालाई घाँस काट्न जान लागेको छौँ। यस्तै हो साथीहरू, मैले चाहिँ मलाई त्यस्तोहरू भिडियो बनाउनु त आउँदैन, त्यही पनि मैले बनाइरहेको छु। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अनि घाँस छ, बस्तुलाई घाँस यो रुखबाट झारेको साथीहरू। म चाहिँ घाँस खान जान लागेको नि त बाख्रालाई चाहिँ भइसिन्छ। साथीहरू कान्छी बहिनी चाहिँ गोठाला जान्छ, अनि त्यही हो म र भाइ चाहिँ अब घाँस काट्न जानुपर्ने हुन्छ। कहाँ जाने आछु, कस्तो साह्रो जाडो भएको। त्यहाँ हेर्नु न, त्यहाँको घाममा बसेर आएर यता यहाँ घामै नभएको ठाउँमा पस्दा त कति साह्रो जाडो। अब यस्तरी चलिरहेको हाम्रो लाइफ जहिले त यसले काट्छौँ अब मनै बराल्ने न्याहुलको बोली यति बेलामै जाऊँ के गर्दै होली। के गर्ने, घाँस काट्दै बसिरहेको छु नि भनेर भन्नुपर्छ। यस्तो मजाक कला हो क्या साथीहरू, यस्तो बचाउनुहुन्छ ट्राई गर्नु है। एच ल्या ल्या एच ऐसे नहीं सक्दैन यता मर्यो नि। भयो साथीहरू, कला हो क्या यो पनि एउटा। साथीहरू अहिले चाहिँ म घर पनि आइसकेँ। अनि घरमा आएर अब चाहिँ हामी फेरि नाङ्लो गर्नुपर्ने हुन्छ। नाङ्लो यता छ कि हेर्नु न, यहाँ हाम्रो घरमा त्यस्तै हुन्छ, चोया काम गरेर त्यस्तै हुन्छ नि त। अनि यो ठोकेकै छैन, ठोक्नुपर्छ यसलाई। यो चाहिँ उठाइसकेको बिट है साथीहरू। यहाँ पनि साथीहरू अहिले चाहिँ यहाँ तपाईँहरूले यहाँ हाम्रो घरमा देख्नुहुन्छ चोया यस्तो छ क्या। हाम्रो यसो राख्छौँ क्या चाल्नु बन्धनहरू छ साथीहरू। यो चाहिँ यसले चाहिँ बिक्न बाँध्नुपर्ने हुन्छ। यो कुण्डल चाहिँ हेर्नु न, यसले यो चाहिँ खिलगट हो, यसले चाहिँ नाङ्लो उठाउँदै बाँध्नुपर्छ। यो पुरानो भइसक्यो कि त भाँचिन्छ कराक कराक। यो बिरालो साथी, यो चाहिँ हाम्रो यो चाहिँ तल्लो घर हो। यहाँ चाहिँ काकाहरू बस्नुहुन्छ, भाइ र म चाहिँ। भाइ र म चाहिँ अब साथीहरू होइन ठ्याक्क लाएर चाहिँ गर्नुपर्ने हुन्छ। यहाँ देख्नुहुन्छ यो आधी बाँधिसक्नु आँटेछ। अनि यो म बाँध्छु अहिले। अब नाङ्लो बाँध्छु साथीहरू, म तपाईँहरू नाङ्लो बाँध देखाउँछु ल। हाम्रोमा चाहिँ होइन दुःख सुख यस्तै हो, गाउँमा गर्नु परिहाल्छ भन्ने चाहिन्छ। यो कर्दा भयो, सबै भुत्तै भुत्तै है। यो चाहिँ यो अलिअलि लाग्ने हल्का। अनि यो सुतारी हो मेन, यो सुतारी चाहिन्छ। यसले सुतारी बेगर केही कामै छैन। यो बन्धन सँगसँगै ढकनी बन्धन बाँध्छु साथीहरू होइन। त्यस्तो छ यो चाहिँ अहिले अब यसलाई बाँध्नुपर्ने हुन्छ ठक्क लाएर। कति साह्रै गर्छौ नि हेला, यसलाई चाहिँ यस्तरी गरेर मजाले खिपेर चाहिँ खिपेर सैया लाएर सर लाएर साथीहरू होइन। मैले त्यो सुरुदेखि बुनेको भिडियो बनाउनु खोजेको होइन, तर टाइमै मिल्दैन क्या। अब बिहान एकछिन बुनेर कलेज गइहाल्नु पर्ने हुन्छ कि टाइम भएन भिडियो बनाउने पनि। अनि त्यही भएर कति गजलुले आँखै छोप्ने के राम्री मेरी मायालु बैसाले छ पक्कै बालेकी। यस्तो हुन्छ नि, त्यही भएर यो यस्तो फोराहरू चाहिँ भुइँतिर हुन्छ कि त्यही नाङ्लो लगाउँदाखेरि चाहिँ यहाँलाई पानीले सट्ट भिजाएर फेरि हात काट्यो क्या। यस्तै हुन्छ क्या यो
चोया काम गर्नुमा हापाहापो हुनु चाहिँ हात त चक 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 हुन्छ क्या। अब यो भयो नि त साथीहरू, यो रेडी। अब त्यसपछि यसलाई चाहिँ ठक्क यहाँनिर साथीहरू नि ठक्क यहाँनिर यसरी ठ्याक्क राख्नुपर्छ। अनि त्यसपछि चाहिँ यसलाई यहाँनिर यसरी बाँध्नुपर्ने हुन्छ क्या। अनि यसरी घुमाएर यसरी यस्तरी गर्नुपर्छ नि त। अनि यस्तो गर्दै अनि फेरि अब यसलाई यहाँनिर काट्नुपर्छ क्या साथीहरू यसरी। यसरी मिलाएर ठक्क लगाएर फेरि के भएछ बिरालोलाई? कुकुर हो कि बिरालोको बच्चा हो? घ्यार घ्यार भइरहेछ। कुराको चल्ला साह्रो करायो। चिउ 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 गरेर आयो होला क्या त्यो धेरै। त्यो साथीहरू फाइनली यति भनेको sorry. Finally guys, it's ready भइसक्यो। यहाँ पनि काटो, यहाँ पनि काटो, यहाँ पनि काटो, हातले काटेर राख्यो। Face, look this. चाहिँ हामी नाङ्गो पनि बाँधिसक्यौँ नि त। त्यसो गरी चटपटी बनाउनु लाग्यो। सो गाइजहरू हाम्रो चाहिँ खाजा छ यहाँनिर। हामी 4 जनाको लागि अहिले चाहिँ साथीहरू फेरि हामी अहिले जब दाउरा काट्नु जाँदैछौँ। म र भाइ नै हुन्छौँ जहिले पनि। कान्छी चाहिँ बस्तुले काट्नु गएको छ। यो त्यहाँ बोकिरहेको छ। अनि मैले यहाँ खुकुरी छ। मैले चाहिँ हाम्रो चाहिँ सेटोको बोकेर जाँदैछौँ। अहिले त रात परिसक्यो नि साथीहरू। 5 बज्न आँटिसक्यो। 5 बज्न आँटिसक्यो। अनि त्यहाँदेखि अहिले बेलुका पोल्ने दाउरै छैन। हाम्रो दाउरा काटेको पनि अस्ति सक्यो नि त। थोरै काटेको थियौँ हामीले। अनि दाउरा खोज्दै भाल्दैछौँ। यस्तो बाटो छ है साथीहरू। जाडो छ धेरै। अनि त्यस पछाडि कति धेरै जाडो छ। अनि छिटो बनाउँछ। अनि डोको छिट्दैन त होला। अझै जस्तै हुन्छ क्या। मलाई हिँड्नै मन लाग्दैन। कुन आँखामा बस्यौ तिमी। हिजो चाहिँ फाइनली यहाँनिर चाहिँ काठ कटाउनु भएको छ। काठ बासे काटी चोया चोया खेपी कबर भात लाग्नु भयो होला है।
यसै गइरहेको छ है उता गएर त्यो परबाट उकालो निस्किन्छौँ है भाइ भाइ ल त्यही साथीहरू अब हामी टाढो खोज्छौँ त्यसरी भेट्छौँ ल रात पर्छको क्या भन्दा पनि अहिले जङ्गलमा हामीलाई बाघले खायो भने त अबे देखेन ए यहाँ हेर्नु त झुसीले ओइ भाइ झुसले रहेछ है डाप्रै डाप्रा आउँछ क्या यस्तोले फेरि हामी खोज्छौँ त्यसपछि ठक्क भाइ लगाएपछि भेट्छौँ ल साथीहरू देख्नुहुन्छ साथीहरू यहाँनिर यति काटिसक्यौँ झमक्क रात पर्छ साथीहरू मैले चाहिँ यति नै बनाएँ ल भारी यति नै बनाएको किनभने रात परिसक्यो नि त अनि रात पऱ्यो क्या रात पनि त्यही भएर यति नै पक्रेर जाने अझै हेर्नु बाटो अप्ठ्यारो छ क्या यहाँबाट सिधै उ जाने बाटोबाट पुग्ने यहाँबाट उताबाट घुमेर जानुपर्छ क्या बाटो कस्तो अप्ठ्यारो अल्छीबारीको बाटो साथीहरू यहाँ यो यति नै भयो भने थाहा गरौँ छ कसरी पुऱ्याउनु अब अन्त गरौँ रहेन मलाई अन्धकारै भइसक्यो रातबाट साथीहरू झमक्कै अब फेरि अलैँचीको बाटो आयो अलैँची गाडीको कसरी जाने होला भाइ सुन लड्छ म बाटोमा हुनु पनि भारी नभएर हिँड्नुहुन्थ्यो त्यो भाइ आउँदैछ फाइनल्ली यो पनि बाहिर गएर झिक्नुपर्छ त्यहाँभित्र चाहिँ यताबाट चाहिँ कुद्दै ऊपरबाटै अब चाहिँ हामी खानासाना खाइसक्यो अनि हाम्रो चाहिँ फेरि ड्युटी सुरु भइसक्यो साथीहरू नाङ्लो बान्ने काम अनि यहाँनिर भाइ अनि यहाँनिर म चाहिँ नाङ्लो बान्दैछु अब यो कतिखेर बानिसकिन्छ थाहा छैन लगभग यो बानिसक्दा त रात धेरै पर्छ होला अनि मेरो चाहिँ यति छ भाइको त सकिनु लागिसक्यो साथीहरू भाइले चाहिँ सकिसक्यो मैले पनि सक्नै लागेँ कस्तो निन्द्रा लाग्यो आँखा पोलिरहेको छ त्यस्तो साह्रो यार हिजो अस्ति त्यही तल भेटेको तिम्रो माया मनमै छ लेखेको नगर दो मना माया लाएको हैन नभन आँखाको सारले मन थम्न सक्दै लौरे दाइले खुकुरी भिरेको साथीहरू देख्न सक्नुहुन्छ फाइनली रेडी हुआ ये गिलाए आपकी फाइनली अब चाहिँ हामीले सकायो होइन बल्ल बल्ल सकायो अहिले चाहिँ लगभग 11 भइसक्यो होला साथीहरू 11 बन्द लागिसक्यो अनि आया 11 बन्द लागिसक्यो नि भइसक्यो होला 11 यहाँनिर चाहिँ नि हामीले अब चाहिँ भोलि लानुहुन्छ नि त उता बेच्नुको लागि अनि त्यही भएर सो त्यही हो साथीहरू अब आजको लागि भिडियो यस्तै भयो हजुरहरूले हेरेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला साथीहरू आजको लागि चाहिँ यति नै फेरि भोलितिर अर्को नयाँ ब्लगमा भेटौँला बाई बाई साथीहरू गुड नाइट